यो गिटार किन्दा अहिले पनि यस्तो माया लाग्छ है। तब लास्ट अप्सन नै त्यही भयो क्या, कि त नकिन्ने त्यो दिन चाइनिज भयो भने त छिटै बिग्रिएला भाइ, यो त 5-6 हजारमा पाउने गिटार हो, तिमीलाई ठगे जस्तो लाग्यो नि। होइन म त होइन, इन्डियन हो, कहाँ परिहाल्छ नि दिदी यति त अझ म। सो र एन्ड रियल यो चाहिँ मेरो गिटारको स्टोरीको बारेमा है त। अहिलेसम्म मैले चाहिँ कति 2टा गिटार किनेँ, अनि 2टा गिटार किन्दा चाहिँ कसरी किनेँ र के भयो होइन, त्यसको स्टोरी सुनाउँछु रमाइलो छ जे होस्। मेरो फर्स्ट गिटार चाहिँ मैले 10 क्लासमा हुँदा किनेको हो क्या। मैले जस्ट बच्चैदेखि म्युजिक चाहिँ मन पर्थ्यो, तर म पहिल्यैदेखि इन्ट्रोभर्ट र साई थिएँ क्या, अहिले पनि छु। अनि त्यो पछि भुरामा चाहिँ जस कहिले पनि अब गीत चाहिँ गाउन मन लाग्थ्यो, क्लासतिर उठाएर गीत गाउँ भन्दा पनि लास्टै लाज लाग्ने क्या, फेरि आवाज पनि थिएन होइन, अहिले पनि छैन। अनि त्यो पछि 10मा चाहिँ जस साइन्स टिचर आउनु भएको थियो है, साइन्स टिचरले चाहिँ स्पेसल फ्राइडे मनाउने, अनि त्यो पछि जस गिटार ल्याउनुहुन्थ्यो अनि गिटार बजाउनुहुन्थ्यो। अनि मैले चाहिँ जस बच्चादेखि खासै त्यस्तो क्लोजली चाहिँ गिटार अहिलेसम्म देखाएको थिएन कि त्यतिखेरसम्म। अनि गिटार जब ट्याक्क बजाएर होइन, एक दिन अब म साथी 3जना साथीले ट्याक्क गीत बजायौँ होइन, गीत गायौँ गिटारसँग, अनि लास्टै रमाइलो लाग्यो क्या। ओहो दामी चिज रहेछ त्यो, यो त किन्नुपर्छ जस्तो लाग्यो, तर पैसै थिएन त्यतिखेर। अनि पछि जस एक ताल चाहिँ अनि यो के थियो सायद के को बिदा थियो, 9 क्लासबाट 10 सिफ्ट भइसकेपछि के को बिदा थियो। अनि त्यो बिदामा चाहिँ मैले जस्ट ड्याडी भाटा भेट्न गएँ। अनि ड्याडी भाटा भेट्न गएर अनि मामा भाटा भेट्न गएको थिएँ क्या। मामा भाटा भेट्न गएँ, अनि काठमाडौँ आएँ मामासँग। अनि मामासँग काठमाडौँ आएपछि अनि मैले मामालाई यस्तो भनेको, मामालाई पनि फेरि म्युजिक लास्टै मन पराउनुहुन्छ मेरो जेठो मामाले चाहिँ, अहिले पनि म्युजिकलाई लास्टै सपोर्ट गर्नुहुन्छ। अनि त्यतिखेर पनि मामा मलाई यस्तो किन्न मन लागिरहेको थियो भनेको हो र, बाबालाई भन न दिइहाल्नुहुन्छ नि, म भनिदिन्छु नत्र भन्नुभयो क्या। अनि त्यो पछि ल भनिदिनु न त भने, अनि मामाले भनिदिनु भयो क्या, अनि भान्जालाई यस्तो यस्तो चाहिरहेको रहेछ, राम्रै कुरा हो, राम्रै कुरामा इन्भेस्ट गर्न लगाइरहेको रहेछ, गरिदिनु न त भने। अनि ड्याडीले अनि मामाले भनेपछि त अफकोर्स मान्नुहुन्छ। अनि 15,000 दिनुभयो क्या। त्यतिखेर 15,000 भने धेरै हो होइन। अनि त्यो पछि हामी मामा भान्जा केही नलेज छैन गिटारको होइन, अनि काठमाडौँको ल कता त्यो ठाउँ पनि थाहा छैन कि मलाई त। अनि गयो हामी गिटार खोज्नलाई, दिनभरि खोज्यौँ होइन, यता मेन गिटार सप थियो क्या। यस्तो राम्रो गिटारहरू थियो यामाहाहरूको है, अनि अरू कम्पनीहरूको, तर सबै के लेखेको थियो मेड इन चाइना। अब मामा र भान्जालाई के भयो, मेड इन चाइना भने त पहिल्यैदेखि पर्सेप्सन हाम्रो नराम्रो, ल चाइनिज भयो भने त छिटै बिग्रिएला। यस्तो सस्तोमा नि, अब सस्तो त भन्दिनँ, पैसाको त्यतिखेर पनि अब भ्यालु त थियो भने। मलाई चाहिँ के थियो भने 50,000 1,00,000 पर्छ जस्तो लाग्थ्यो कि गिटार त, हेर्दाखेरि नै प्रिमियम चिज हो यो, किनकि वरिपरि कसैले युजै गर्थेन। त्यस्तो भएपछि चाहिँ ओहो यो चिज त लास्टै महँगो भएर त युज नगरे होला नि लाग्थ्यो कि। अनि त्यो पछि हामीले किनेनौँ, जुन हेरे पनि दामी थियो, तर जुन हेरे पनि हामीलाई लाग्यो यो त होइन, फेक हो, यो 1 वर्षमै बिग्रिन्छ, हामीलाई फेरि अब एकताल इन्भेस्ट गर्छ धेरै टाइमलाई चाहिन्छ सोच्यौँ। अनि त्यो पछि लास्ट टाइममा घर फर्किने बेला भइसकेको थियो, अँध्यारो भइसकेको थियो, हामीले चुजै गर्न सकेन, अँध्यारो भइसक्यो थियो। अनि एउटा पसलमा गएपछि चाहिँ अब लास्ट अप्सन नै त्यही भयो क्या, कि त नकिन्ने त्यो दिन, कि त अब होइन नकिन्ने, आउने फर्केर आएपछि फेरि हामीलाई घर आउनु थियो, घर आएपछि फेरि अब काठमाडौँ कहिले आउने कहिले नआउने। अनि ट्याक्क त्यो लास्ट सबमा चाहिँ एउटा इन्डियन गिटार रहेछ क्या। ताइन्न त यो भन्दिनँ म, जस्तो बिगिनरहरूको लागि ठिक्क गिटार हो, तर हामीले चाहिँ कति 12,000 13,000 हाल्यो भने बिल पनि छ होला मसँग घरमा अहिलेसम्म पनि। अनि 12,000 13,000 हाल्यो, 5,000 देखि 6,000 आउने गिटार के, त्यो इन्डियन गिटार हजुरहरूलाई अहिले म त्यहाँ मिल्यो भने भिडियोमा त्यो फोटो हालिदिन्छु। रेड कलरको क्या, त्यो रेड ब्लू कलरको हुन्छ नि इन्डियन गिटार, त्यो किनेर गयो। अनि पहिलो दिन त यस्तो खुसी भएर गएँ म। अनि मामा होटेलमा काम गर्नुहुन्थ्यो, होटेलमा काम गर्ने एउटा दिदीले पनि भन्नुभएको थियो भाइ, यो त 5-6 हजारमा पाउने गिटार हो, तिमीलाई ठगे जस्तो लाग्यो भने। होइन म त होइन, इन्डियन हो, कहाँ परिहाल्छ नि दिदी यति त अझ म ठुलो गऱ्यो क्या। त्यो दिदीको नि साथीको सप रहेछ क्या। अनि त्यो पछि हामी घर गयौँ, अनि बजाउयौँ, यताउति गऱ्यौँ। अनि मलाई ट्युनिङ मिलाउन नि आएन क्या। ट्युनिङ मिलाउन फेरि मैले त्यही सरलाई रिक्वेस्ट गरेँ, सर मैले नि गिटार किनेको थिएँ, हो र मलाई भनेको भए म एकताल हेरिदिन्थेँ नि भने। अनि सर आएर चेक गरिदिनु भयो होइन, त्यतिको लागि चाहिँ म एकदम थ्याङ्कफुल छु है। सर भएर हाम्रो 2टा सर आउनु भएको थियो होइन हाम्रो, अनि आएर हेर्नुभयो, अनि भन्नुभयो क्या, यो त तिमीलाई स्क्याम गरेछ होइन, भन कुन पसलमा हो, बिल मै गइदिन्छु, मै साटिदिन्छु भन्नुभएको थियो क्या। त्यतिको लागि चाहिँ म अहिलेसम्म पनि थ्याङ्कफुल छु होइन, रेस्पेक्ट गर्छु 2टै सरलाई। 2टा सर 3टा सर आउनु भएको थियो हो, त्यसको लागि चाहिँ अहिलेसम्म पनि म थ्याङ्कफुलै छु होइन। त्यति भनिदिनु भयो, त्यतिमा नि
अनि सो त्यो पछि मैले 2 महिना सिकेँ 2 महिना सिकेपछि छोडिदिएँ फेरि यस्तै हुन्छ कि गिटार यो गिटार सिक्नेहरूले रिलेट गर्न सक्नुहुन्छ 2 महिना छोडेर अनि म लकडाउनसम्म बसेँ अनि लकडाउन पछि फेरि एउटा साथीले चाहिँ नि साथी तिमी कहाँ गिटार छ होइन सिकाउनु म पनि भने अनि उसले सिक्न थालेपछि अनि फेरि मैले नि सिक्न थालेँ अनि त्यो पछि अहिले पनि खासै त्यस्तो आउँदैन बेसिकमै छु सो त्यो चाहिँ मेरो फर्स्ट गिटारको स्टोरी भयो अनि सेकेन्ड गिटार यो जुन छ यो चाहिँ मेरो इन्डियाको Q1 प्रो किन्न मन लागिरहेको थियो यस्तै पैसा होइन यो पनि कसरी किने भन्नु न अब जुगाडै गरेर किने 11-12 म चाहिँ घरमा फार्मिङमा मम ड्याडलाई हेल्प गर्थेँ दिनभरि कलेज गयो अनि दिनभरि फार्मिङमा हेल्प गर्थेँ अनि त्यसपछि 12मा चाहिँ हाम्रो टुर थियो उता मुस्ताङको टुर थियो मुस्ताङको टुरमा कति 20-25,000 लाग्थ्यो कलेजलाई मात्र 20,000 जति बुझाउँथ्यो के थियो अनि त्यसपछि अब एक्स्ट्रा कपडा सपडा यताउति गरेर जस्ट 30,000 को इस्टिमेट गरेको थियौँ हामीले अनि त्यो पछि साथी नजानी भएपछि फेरि अब हामी साथी नजानी भएपछि अब हामी नजानी कुरा भयो अनि मैले चाहिँ के सोचेँ भने त्यो 30,000ले चाहिँ 30,000मा यताउति एक्स्ट्रा गरेर यो किन्छु सोचेँ अनि त्यसपछि आएँ काठमाडौँ जस्ट कति 50,000 बोकेर म काठमाडौँ आएको थिएँ 50-55,000 ओ माई गड है त्यो यो गिटार किन्दा अहिले पनि यस्तो माया लाग्छ त्यतिखेर कति 45 मतलब 49 लिएँ कि ओभरअल मैले त्यो यस्तो के चाहिँदै नचाहिने कुराहरू पनि क्यापो किनिया छैन बेल्ट पनि त्यस्तै महँगो किनिदिया छ 500मा किने हुने बेल्ट होइन 1500-2000 को बेल्ट किनिदिया छ प्रिमियम गिटार जोसै अलग नि अनि क्यापो स्यापो होइन पिक पनि त्यस्तै महँगो किनेर अनि 49,000 पऱ्यो गिटारको चाहिँ 45 थियो क्यारे अफरमा अनि टोटल गरेर 49 परेको थियो कि मलाई लस थ्याङ्क यू फर वाचिङ बाई बाई अब भेटौँला नेक्स्ट भिडियोमा